डुप्लिकेट चेकमा चाहिँ इफ हजुरको डाटाहरू यहाँ फिलअप गरेको 4-5 वटा डाटाहरू फिलअप गर्दाखेरि इफ पहिले कुनै कस्टमरले हाम्रोबाट लोन लिइसक्नु भएको छ भनेपछि चाहिँ म्याच भएपछि हामीले त्यही कस्टमरलाई अगाडि बढाउँदाखेरि चाहिँ के फाइदा हुन्छ त त्यो देखाउँछु म। अनि अर्को कुरो भनेको चाहिँ हजुरको यो इफ म्याच भएको छ भनेर नयाँ क्रिएट पनि गर्नु हुँदैन, त्यसैलाई अगाडि बढाउनु पर्छ। किन भन्दा नत्र एउटै कस्टमरको डबल सिआइडी क्रिएट हुन जान्छ र त्यसले गर्दा सिआइबीमा फरक पर्छ है त। सो त्यो चेक गर्नको लागि चाहिँ म अलरेडी मेरो डेटा फिलअप छ, म त्यही डाटा चाहिँ यहाँ इन्ट्री गर्छु है, ठ्याक्कै आउँछ। अनि त्यसपछि अब यो एउटा चीज चाहिँ मैले इस्यु डेट चाहिँ ल जस्तो करेक्ट हालिन है त, भनेपछि मेरो यहाँ 80% म्याच देखाउँछ। किन भन्दाखेरि मैले माथिको 4 वटा डाटा चाहिँ करेक्ट हालेको छु र एउटा डाटा चाहिँ मैले यतिकै राखिरहेको छु र सबमिट गर्दाखेरि यहाँ हेर्नुस् यतिवटा मेरो डाटाहरू राखेको छु। सुरुको कस्टमरसँग चाहिँ मेरो नाम मिलेको छ, नम्बर मिलेको छ, नागरिकता नम्बर मिलेको छ, यो सबै मिलेको छ र इस्यु डेट चाहिँ मिलेन, त्यही भएर 80% म्याच। यसमा चाहिँ तपाईको नागरिकता नम्बर मिलेको छैन, यहाँ टिक लगाएको छैन हेर्नुस् हैन। अनि त्यसपछि इस्यु डेट पनि मिलेको छैन, त्यही भएर चाहिँ यहाँ 60% म्याच। भनेपछि नागरिकता नम्बर मिलेको छैन भने चाहिँ अभियसली सही होइन हैन, मेरै कस्टमरको होइन। यो यसमा चाहिँ नागरिकता यो सबै मिलेको छ, अब इस्यु डेट चाहिँ मिलेको छैन भने चाहिँ पक्का न पक्का एकचोटि चेक गरिहाल्ने इस्यु डेट रङ पो टाइप भयो कि हैन। र अर्को भनेको यहाँ 40% मात्र देखाइरहेछ, नागरिकता पनि मिलेन, इस्यु प्लेस पनि मिलेन, यो पनि मिलेन भने चाहिँ यस्तो नमिलेको 40% म्याच केसहरुमा चाहिँ यसैलाई अगाडि बढाउने हैन, बरु यति चाहिँ कसरी म्याच भयो त त्यो कुरा चाहिँ हामीले हेर्नुपर्छ। सो इफ 100% नै म्याच छ, 80% म्याच छ, 60% म्याच छ भने एकचोटि चेक गरिहाल्ने सही डाटा इन्ट्री भएको छ कि छैन। छ भने हामीले त्यही एरोमा क्लिक गरेर अगाडि बढ्ने हो, छैन भने चाहिँ हामीले प्लस गर्ने हो। तर अलरेडी म्याच यहाँ 100% देखायो भने त यो प्लस ग्यारेन्टर भनेर देखाउँदैन, तर 80% देखाएको केसमा चाहिँ हामीले एकचोटि चेक गर्नै पर्छ। चेक गरिसकेपछि चाहिँ हजुरले के गर्ने भनेपछि चाहिँ एकचोटि नागरिकतामा भएको डिटेल र यहाँ कन्ट्याक्ट नम्बरको डिटेल के छ अब कस्टमरलाई सोधेर भेरिफाई चाहिँ गर्ने है त। जस्तो योसँग मेरो डाटा मिल्यो भने चाहिँ म यसैलाई नै अगाडि बढाइदिन्छु र यसको फाइदा के हुन्छ हेर्नुस्, यो पर्सनल डिटेल, फ्यामिली एड्रेस, डकुमेन्टहरु अटो फिलअप भएर आउँछ क्या। हेर्नुस् फोटो पनि मैले पहिला यो राखेको थिएँ, सबै आयो है। यो चाहिँ म ग्यारेन्टरको पार्ट भरिरहेको थिएँ, कस्टमर र ग्यारेन्टरकोमा सेम हो, रिलेसन के छ म फ्रेन्ड राखिदिन्छु, बाँकी सबै कुराहरू अटो फिलअप भएर आयो। हेर्नुस् त सबै कुराहरू फिलअप भएर आयो। ग्यारेन्टरको केसमा पनि यो राख्नुपर्छ हामीले हैन, फाइनान्शियल डिटेलहरू, डकुमेन्ट चाहिँ हामीलाई चाहिँदैन तर राखिदिनु चाहिँ पर्छ। रेफरेन्स पनि अटो भरेर आयो, सबै कुराहरू। अब जस्ट हामीले नेक्स्ट गरे पुग्यो के, 2 मिनेटमा सकिन्छ त्यसपछि है। यसरी नेक्स्ट मात्र गर्दा हेर्नुस् अब यहाँ रेसिडेन्स प्रुफ, इन्कम प्रुफ चाहिँदैन, अनि सिटिजनशिप फोटो अगाडि र पछाडिको अटो फिलअप भएर आयो। जस्ट अब हामीले नेक्स्ट गरे पुग्यो है त।